हेलो एभ्रिवान, हाम्रो चाहिँ यहाँ बाटो अस्ति बनाएको फेरि रिपेयर गर्दैछ। अनि यहाँ चाहिँ अब धेरै नानीहरू हिँड्नु पर्दा बिमारीहरू हिँड्नु पर्दा चाहिँ अलिकति सुविस्ता थिएन। फेरि पनि बाटोलाई फेरि पनि ठुलो बनाइराखेको छ। हाम्रो चाहिँ यहाँ दाजुहरू अनि गाउँको दाजुभाइहरू चाहिँ एकदमै जोसिलो छ है त। यसरी बाटो बनाएर हरेकलाई सुविस्ता बनाइराखेको छ। हाम्रो गाउँमा चाहिँ बाटोको धेरै प्रब्लम भएकोले नानीहरू हिँड्नुपर्छ है, बिमारीहरू हिँड्नुपर्छ र यसरी बाटोहरू बनाइराखेको छ। हाम्रो गाउँ जाने बाटो चाहिँ यही हो। अस्ति पनि बनाएको थियो र फेरि पनि पानीले परेर सानो बनायो। जग्गा सानो बनाएको कारणले चाहिँ फेरि ठुलो बनाइरहेछ। यहाँ हाम्रो दाजुहरू चाहिँ एकदम खट्ने हुनुहुन्छ। अनि साथै म पनि यसो हेर्न चाहिँ आइपुगेँ। अनि तपाईहरुलाई मैले बनाएको भिडियोहरू तपाईहरुलाई मन पर्दैछ भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। तपाईहरुको धेरै मायाहरू भइराखेको छ मलाई, अनि अझै पनि तपाईहरुको माया मलाई दिनुहोस् भनेर चाहन्छु। यसरी नै मेरो सानो ब्लगमा सानो इन्फर्मेसनहरू तपाईलाई क्लिपहरू गरेर तपाईहरुलाई देखाउने छु है। र यो चाहिँ ज्याक हो। ज्याक आँखा हेर्नुहोस् न, यस्तो डरलाग्दो छ। यो चाहिँ फुपा हुनुहुन्छ। फुपा पनि एकदम खटिरहनु भएको छ है। र आज साँच्चै नै यो बाटोहरू बनाउँदाखेरि चाहिँ असलै भएको छ। अब चाहिँ बाटो बनाइसकेको छ। आउने दिनहरूमा नानीहरू हिँड्दाखेरि चाहिँ अब चाहिँ डर भएन, किनभने यो बाटोमा धेरै साँपहरू निस्किने गर्छ। धेरै अप्ठ्यारो बाटो थियो, अहिले चाहिँ राम्रो भएको छ। नानीहरू पनि राम्रो हिँड्छ र बिमारीहरू पनि यसरी राम्ररी नै हिँड्दैछ भनेर देखिरहेको छु। र थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि यसरी नै तपाईहरुको माया सपोर्टहरू मलाई दिइरहनुहोस् हुन्छ। अनि यसरी नै म सानो ब्लगहरू भिडियोहरू बनाएर तपाईहरुलाई दिनेछु। थ्याङ्क यू सो मच फेरि पनि यो भिडियो हेरिदिनु भएको लागि। बाई बाई, टेक केयर।